मेरो कविताको शीर्षक रहेको छ म अल्झिए बीच बाटोमा। मलाई हराउन मन छ तर हराउ म कहाँ, जबकि म हराउने तिम्रो आँखाले अरूलाई नै चाहेको छ। खोज्न त खोजेकै हो मैले तिम्रो नयनको त्यो शीतल छहारी, तर त्यहाँ त अर्कैको तस्बिर रहेछ। म हराउने कुनै ठाउँ नै बाँकी रहेनछ। मलाई पोखिन मन छ तर पोखिउ म कहाँ, जबकि मेरो प्यास मेट्ने तिम्रो ओठले अरूकै गीत गाएको छ। साँच्न त साँचेकै हो मैले तिम्रो मुस्कानमा आफ्नो सारा खुसी, तर त्यहाँ त अर्कैको चर्चा रहेछ। मैले पोखिन कुनै बहाना नै बाँकी रहेनछ। मलाई सुम्पिन मन छ तर सुम्पिउ म के, जबकि मैले दिएको समर्पण भन्दा ठुलो तिमीलाई अर्कैको साथ लागेको छ। बस्न त बसेकै हो म तिम्रो भरोसाको त्यो शीतल ओत मुनि, तर त्यहाँ त अर्कैको छहारी सजिएछ। म ओत लाग्ने कुनै कुना नै बाँकी रहेनछ। मलाई अस्ताउन मन छ तर अस्ताउ म कहाँ, जबकि मेरो साँझ सजाउने तिम्रो आकाशमा अर्कै जुन छाएको छ। कोर्न त कोरेकै हो मैले तिम्रो मनको पानामा आफ्नै एउटा संसार, तर त्यहाँ त अर्कैको कथा लेखिएको छ। म अस्ताउने कुनै क्षितिज नै बाँकी रहेनछ।